हाई गाइज वेलकम बैक टू माई न्यू भिडियो। म चाहिँ रक्षा पौडेल अनि आज पनि म आइसकेको छु चिकन मोमो लिएर। म धेरै दिन भयो भिडियो बनाएको छुइनँ, धेरै दिन पछाडि बनाएँ, तर फेरि मोमोकै भिडियो छ। सो गफ नगरिकन खाउँ, एकदम भोक लागेको छ। तातो तातो सामानमा चाहिँ एकैचोटि सिँगै खान त गाह्रो भयो। एक मक्टु पुरै हो यो मोमो। म जहिले एक मक्टु नै लिएर खान्छु। मोमो फेभरेट भएको भएर होला धेरै पनि रुच्छ। घरमा बनाएको मोमो त ठुलै हुन्छ नि त। तातो छ, बाफ आइरहेछ। तातो तातो खाएन भने फेरि मिठो हुँदैन नि त मोमो। सेलाको मोमो मिठो लाग्दैन। आटाको मोमो हो गाइस यो चाहिँ, होइन? अनि आटाको मोमो राम्रो पनि हुन्छ नि त, हेल्थको लागि पनि। मैदा नखानु भन्छ, त्यही भएर अरू कुरामा पनि मैदा खाइरहेको हुन्छौँ नि त, त्यही भएर आटाको मोमो गाइस। भोक लागेर होला सकिन आँटिसक्यो एकैछिनमा। बाहिरको मोमो भन्दा ठुलो हुन्छ नि त, अनि एकैचोटि मुखमा हाल्नु अप्ठ्यारो हुन्छ क्या। बाहिरको त एकैचोटिमा हराउँछ, एकैचोटिमा खाइदिनु पर्यो। दामी भइसक्यो, दामी।
Last piece, guys. दामी सक्यो गाइज थ्याङ्क यू सो मच एभ्रीवान फर वाचिङ माई भिडियो है मैले धेरै ग्यापमा आउँदैछ भिडियो मेरो एक्जाम चलिरहेछ अनि कहीँ जान गर्न पनि पाएको छुइनँ एक्जाम सकेपछि दामी भिडियोहरू बनाउँछु गाइज म सो बाई बाई गाइज अहिलेको लागि गुड नाइट